धेरै केटीहरू भन्छन् कि केटा मान्छेको लाइफ बहुत इजी छ, सबसे बेस्ट हो, सबसे राम्रो भन्छन्। तर केटा मान्छेको तकलिफ कति छ, बाहिर बस्नेहरूको लागि कति कष्ट गर्नुपर्छ थाहा छ। किनकि सबै भन्छन् केटी मान्छेको लाइफ बहुत कष्ट छ, बहुत केटाकेटी जन्माउनु, हुर्काउनु, बढाउनु त्यतिखेर बुढाको साथ नहुँदाखेरि। तर म मान्छु केटीहरूको लाइफको पनि बहुत तकलिफ हुन्छ, किनकि बिहे गरेर अर्काको ठाउँमा नयाँ जग्गा गरेर उनीहरूसँग सेटिङ हुनु, अर्का मानिससँग मिलेर बस्नु, तकलिफ कष्ट धेरै त्यस्ता बाध्यता आउँछन् होइन, तिनीहरूसँग मिलेर बस्नु। तर केटाहरूको लाइफ त्यति इजी छैन, किनकि बाहिर गएर बस्नु उहाँहरूसँग जो कोही ठाउँमा त हाम्रो हिन्दी पनि बोल्न जान्दैन, त उनीहरूसँग बोल्नु रिक्सी छ, चाहे डिफेन्समा गर्ने होस् चाहे प्राइभेट जब गर्ने होस्। किनकि चाडबाड आउँछ, दसैँ तिहार आउँछ, उहाँको निधारमा टिको हुँदैन, सबैको निधारमा टिको हुन्छ, तर उहाँहरूको टिकै हुँदैन निधारमा। कस्तो अशान्ति लाग्छ नि, एउटा मनमा विन्डै हुन्छ, किनकि जो त्यो भोग्नेलाई मात्रै थाहा हुन्छ है। तर किनकि बाहिरबाट कठैभरि जसलाई चोट लागेको हुन्छ त्यसलाई मात्रै चोटको तकलिफ कति, त्यो चोटको तकलिफ कति हो त्यसलाई मात्रै थाहा हुन्छ कि बाहिर कठैभरि बिचारा भनेर भन्नेलाई थाहा हुँदैन, किनकि जसले भोगेर त्यसलाई मात्रै थाहा हुन्छ। त्यसैले त्यति इजी छैन छोरा मान्छेको लाइफ पनि। दसैँ तिहार हो, जे पनि होस्, जति हाम्रा फेस्टिभल छन्, जति हाम्रा कल्चर, जति हाम्रा उत्सव छन्, उनीहरू त्यो टाइममा नहुँदाखेरि कस्तो लाग्दैन, भक्कानो फुटेर आउँछ, भक्कानो नै फुटेर आउँछ के। तर हामी बाहिर बस्ने यो हाँसी मजाक गरेर बेमारी गएर कुरा उडाइन्छ, त्यसै भन्न सक्यो खतम। तर भित्रभित्रै मनमा दुःख चाहिँ लागेको हुन्छ नि। तर हामी छोरा मान्छे भन्न सक्दैनौँ, आउन मन लागेको छैन भनेर सोच्नु पनि अब होइन, साथीहरूले आफ्ना मान्छेले आफन्तहरूले किन नआउनु भएको भन्नु। तर बाहिरको सिस्टम, बाहिरको सिचुएसन त्यही अनुसार चल्नुपर्छ हामी। सबै आफ्नै हातमा हुँदैन नि, किनकि अर्काको जब गरेपछि, अर्काको जागिर गरेपछि सबै आफ्नो हातमा हुँदैन। किनकि हामी किन आएका छौँ बाहिर भन्दा के जिम्मेदारी लिएर आएका छौँ बाहिर होइन। किनकि 2 छाक रोटी, 2 छाक दिनमा 2 छाक खानु त सकिन्छ, इजी छ, केही ठुलो कुरो होइन। तर हामी किन बाहिर बस्छौँ, किनकि भोलिको लागि, भोलि केही त्यस्तो खालको केही इमर्जेन्सी केस, त्यस्तो खालको केही अप्ठ्यारो पऱ्यो भने मतलब कोहीसँग हात फैलाउनु नपरोस्, कोहीसँग केही चिज माग्नु नपरोस् होइन। न त सबैको लाइफमा अप्ठ्यारो सबैको लाइफमा आउँछ। तर त्यही पनि आफूसँग हुँदाखेरि आफ्नो लागि र हामी केही भोलिको लागि सोचेर हामी सब बाहिर आएका, किनकि भोलिको दिनमा कष्ट नहोस्, दुःख नहोस् होइन, त्यही भनेर बाहिर बसिन्छ। तर म्याक्सिमम भनाइ चाहिँ के हुन्छ भने, केटीहरूको भनाइ के हुन्छ भने बाहिर केटा मान्छेको लाइफ बहुत इजी छ, बहुत त्यति पनि इजी छैन, अलिकति चाहिँ केटी मान्छेको बेसी छ कष्ट। तर हाम्रो केटा मान्छे त्यति इजी, त्यति कम्पेयर गर्न चाहिँ हुँदैन खालको चाहिँ, अलिकति बहुत रिक्सी छ बाहिर बस्नु। यति कति मान्छे मरेको छन् बाहिर, सायद तपाईँलाई गाउँमा गएर ओल्लो घर पल्लो गाउँ सुन्नु पनि भएको छ होला, यस्तो यस्तो भयो, यस्तै भयो भन्छन्। तर कतिपय त्यसै फेकमै न्युज आउँछ, ए माल खान त लडो मरो काटे खतम। र कतिपय त्यसै बिना गल्तीमा पनि मरेका छन्। र मेरो चाहिँ आफ्नो अनुभव तपाईँहरूलाई सेयर गर्दैछु, कस्तो के लाग्छ भन्नु होला।